साथीहरू, स्वागत छ तपाईँहरूलाई यस युट्युब च्यानल। आजको भिडियोमा वाटर सप्लाई प्रोजेक्टको सर्वे कसरी गर्ने र फिल्डमा एसडब्ल्यू म्यापबाट कुन डाटाहरू कसरी कलेक्ट गर्ने भन्ने विषयमा डिस्कस गर्नेछौँ। हामीले सबैभन्दा सुरुमा भनेको सोर्सको इन्भेस्टिगेसन गर्नेछौँ। ड्राई सिजनको डिस्चार्ज कति छ भनेर निकाल्छौँ। वेट सिजनको डिस्चार्ज कति छ भनेर चेक गर्छौँ। अटो वाटर क्वालिटी, सोर्स रियाबिलिटी। अर्को डिस्चार्ज क्यालकुलेट गर्छौँ हामीले। सुरुमा सोर्समा चाहिँ डिस्चार्ज क्यालकुलेट गर्छौँ। वाटर सोर्सको डिस्चार्ज जुन चाहिँ फ्लो रेट हेर्न धेरै तरिकाहरू छन्। बकेट मेथड, भिनोच वेयर मेथड, रेक्ट्याङ्गुलर वेयर मेथड, पाइप फ्लो मेथड हुन्छ। हामीले चाहिँ बकेट मेथड नै फलो गर्छौँ। यो सबैभन्दा सजिलो तरिका भएको हुनाले बकेट मेथड सबैभन्दा सजिलो मेथड हो होइन। यसमा आवश्यक पर्ने सामग्रीहरू भनेको बकेट वा भाँडो, भोल्युम थाहा भएको भाँडो चाहियो हामीलाई। अर्को स्टप वाच मोबाइल भयो हुन्छ होइन। स्टेप्स भनेको सोर्सको पानी बकेटमा जम्मा गर्ने, बकेट भरिन कति समय लाग्यो मापन गर्ने, फर्मुला प्रयोग गर्ने। फर्मुला भनेको चाहिँ क्युबिक भिभाइटी हुन्छ, वेयर क्यु भनेको चाहिँ डिस्चार्ज लिटर पर सेकेन्डमा हुन्छ, भी भनेको बकेटको भोल्युम भयो, अर्को टी भनेको टाइम भयो, यो सेकेन्डमा हुन्छ, भोल्युम लिटरमा हुन्छ। उदाहरण भनेको बकेटमा बकेट 20 लिटरको छ, भरिन समय 25 सेकेन्ड लाग्छ भने यसको डिस्चार्ज निकाल्न क्यु इक्वल्स टु भिभाइटी गर्छौँ। यो 0.8 लिटर पर सेकेन्ड भयो, यो फर इक्जाम्पल हो। अर्को भनेको सर्वे गर्दा के कुरामा ध्यान दिने भन्ने छ। सुरुमा ड्राई सिजन चैत जेठमा डिस्चार्ज लिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। कम्तीमा 3देखि 5 पटक मेजरमेन्ट लिएर एभरेज निकाल्ने। अर्को डे टाइम वेदर कन्डिसन रेकर्ड गर्ने। यो चाहिँ ड्राई सिजनमा चाहिँ किनभने अब हामीलाई डिमान्ड छ, यो यदि वेट सिजनमा लियौँ भने त डिमान्ड त त्यति बेला त जति पनि पुग्न सक्छ होइन, सोर्समा जति पनि पानी हुनसक्छ। त्यस कारण हामीले म्याक्सिमम् भनेको ड्राई सिजनमा नै त्यसको डिस्चार्ज लिनु उपयुक्त हुन्छ। डिस्चार्ज यो चाहिँ फर इक्जाम्पल होइन। डिस्चार्ज भनेको हामीले चाहिँ जहिले पनि एभरेज लिने गर्नुपर्दछ, एभरेज लिनुपर्छ। हामीले सुरुमा भनेको 1 2 3 3चोटि टेस्ट गऱ्यौँ होइन। हामीले अनि यसको चाहिँ एभरेज निकाल्यौँ। एभरेज चाहिँ अब जति आउँछ यसको एभरेज निकाल्छ हामीले। वाटर सप्लाई डिजाइनका लागि भनेको सोर्स एडिक्वेसी जाँच्न जहिले पनि क्यु सोर्स चाहिँ क्यु डिमान्डभन्दा ठुलो हुनुपर्छ। हाम्रो डिमान्ड जति छ त्यो डिमान्डभन्दा चाहिँ सोर्सको चाहिँ डिस्चार्ज सबैभन्दा धेरै हुनुपर्छ होइन। अर्को भनेको अब हामी सर्वेको लागि जाने भयौँ होइन। अब टोपोग्राफिक सर्वे भनेको सोर्सको एलिभेसन, रिजर्भरको एलिभेसन, अर्को ग्राउन्डको प्रोफाइल भयो, क्रिटिकल हाई एन्ड फ्लो पोइन्ट, लो पोइन्ट भयो। फिल्ड सर्वे डेटा भनेको हामीले एटोल म्यापबाट लिन्छौँ। यो चाहिँ ट्र्याक गर्दै गर्दै जान्छौँ होइन, अनि रिमार्क्स पनि लेख्दै जान्छौँ। सुरुमा भनेको सोर्स जिपिएस सोर्सको चाहिँ कोअर्डिनेट एलिभेसन हामीले लिन्छौँ। त्यहाँबाट रिजर्भरको लोकेसन, पाइपलाइन अलाइनमेन्ट, ट्याप स्ट्यान्ड, भल्भ च्याम्बर, बिपिटी लोकेसन, क्रसिङ, एक्जिस्टिङ स्ट्रक्चर, नोड्स, ल्यान्डस्लाइड क्रसिङ, यस्तै कम्पोनेन्टहरूको हामीले सर्वे डेटा कलेक्ट गर्दै जान्छौँ। अब हामीले अर्को भनेको पपुलेसन डेटा लिन्छौँ। पपुलेसन डेटा भनेको टोटल पपुलेसन, हाम्रो डिमान्ड जति छ त्यसको लागि चाहिँ टोटल पपुलेसन के कति छ हामीले त्यो पपुलेसन कलेक्ट गर्छौँ। अर्को हाउस होल्ड कति छन् हाउस होल्ड चाहिँ हाम्रो त्यो प्रोजेक्टमा, मेल र फिमेल कति छन्, अर्को माइग्रेसन ट्रेन्ड, अर्को ग्रोथ रेट है। अर्को त्यस पछाडि भनेको डोमेस्टिक वाटर डिमान्ड। डोमेस्टिक वाटर डिमान्ड भनेको डिमान्ड चाहिँ हाम्रो डिमान्ड निकाल्ने फर्मुला भनेको फ्युचर पपुलेसन इन्टु एलपिसिडी हुन्छ। एलपिसिडी भनेको लिटर पर क्यापिटा पर डे हो। अर्को टिपिकल रुरल डिमान्ड चाहिँ जहिले पनि 45 to 65 एलपिसिडी छ। अब इन्स्टिट्युसनल डिमान्ड लिन्छौँ। इन्स्टिट्युसनल डिमान्डमा स्कुल, हेल्थ पोस्ट, हस्पिटल, गभर्मेन्ट अफिसेस, रिलिजियस, टुरिज्म फेसिलिटिज, इन्स्टिट्युट, यो सबैको डाटाहरू कलेक्ट गर्छ हामीले। अर्को कमर्सियल एन्ड लाइफ स्टक डिमान्ड, होटेल, सप, इन्डस्ट्रिज। अर्को लाइफ स्टक डिमान्डमा भनेको क्याटल, बफेलो, गोड्स, अर्को पोल्ट्री, यो सबैको हामीले डाटा कलेक्ट गर्छौँ। सिस्टम लसेस एन्ड पिक डिमान्ड भनेको लिकेज एलोवेन्स, पिक डे फ्याक्टर, पिक आवर फ्याक्टर, यिनीहरू हुन्छ है। अर्को भनेको हामीले डाटा कलेक्सन फर्मेट जहिले चाहिँ हाम्रो त्यो चाहिँ एसडब्ल्यू म्यापमा चाहिँ डाटा कलेक्सन भनेको एट्रिब्युट्समा चाहिँ हामीले नाम राख्छौँ, एलिभेसन, पपुलेसन, सब, अर्को हाउस होल्ड, लाइफ स्टक, फोटो, रिमार्क्स, हामीले यस्तै चाहिँ रिमार्क्सहरू राख्दै यो चाहिँ एट्रिब्युट्समा एड गर्दै हामीले डाटा कलेक्सन गर्छौँ। अर्को आउटपुट्स भनेको डिमान्ड क्यालकुलेसन, रिजर्भर साइजिङ, पाइपलाइन डिजाइनिङ, अर्को फिजिबिलिटी अथवा डिपिआर चाहिँ प्रिपेरेसन गर्छ हामीले जति डाटाहरू कलेक्ट गर्छौँ त्यसको आधारमा।